असला फिस चाहिँ मेरो एकदम फेभरेट हो पहिल्यैबाट। अनि त्यसपछि हाम्रो चाहिँ भाइ हिम्जाको पनि मर्दीमा पाउँछ असला फिस, एकदमै टेस्टी हुन्थ्यो, साह्रै मन पर्थ्यो मलाई। अब म यहाँ चाहिँ यो चाहिँ नुवाकोटको असला फिस ट्राई गर्दैछु, हेरौँ है सेम टेस्ट आउँछ कि नै कस्तो हुन्छ। मस्ट टेस्टी। यो चाहिँ ठुलो भन्दा पनि सानो चाहिँ अझ टेस्टी हुन्छ, सानो साइजको चाहिँ अझ टेस्टी हुन्छ। जति सानो उति टेस्टी लाग्छ मलाई चाहिँ होइन, एकदम मिठो। Tasty. घरमा धेरै चाहिँ खान सक्दिनँ। माछामा चाहिँ भिटामिन डी हुन्छ, यहाँहरूको शरीरमा भिटामिन डीको कमी छ भने फिस खानु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।